निर्वाचन पछि बनेको यो मन्त्रीमण्डलले शान्ति सुरक्षा कायम गर्ने जस्तो हरेक सभ्य सरकारको प्राथमिक कर्तव्य पनि पूरा गर्न सकेन। प्रशासन यन्त्रको पुनर्गठन र सुधार गर्ने नाउँमा भएका मनमानी कार्यवाहीहरूबाट प्रशासन यन्त्र नै ठप्प बन्द हुने अवस्थामा पुगेको सबैलाई थाहै भएको कुरा हो। जनताको पीर मर्का र बाधा जस्ताको तस्तै रह्यो। जनताको दुखी दरिद्र हालतपट्टि यो मन्त्रीमण्डलको ध्यान सम्म पनि गएन। उल्टो अधिकारको दुरुपयोग र सरकारमा गएका व्यक्तिहरूको बीचमा आपसी वैमनस्यबाट देशमा एक किसिमको अनिश्चितता र अस्थिरताको वातावरण खडा हुन गयो। माथिल्ला तहका व्यक्तिहरू नै भ्रष्टाचारमा मुछिएको देखियो। साम्प्रदायिकता, क्षेत्रीयता तथा अन्य समाज विरोधी भावनाद्वारा प्रेरित अराष्ट्रिय तत्त्वहरूको बोलबाला बढ्न लाग्यो। यसबाट देशको शान्ति खलबलिएको मात्र होइन कि नेपाल राष्ट्रको भौमिक तथा एकता र सार्वभौमिक सत्तामा पनि आघात पुग्ने आशंका देखा पर्न लाग्यो। यसरी देश दिन पर दिन ओह्रालो लागेको देखेर जनताले सरकारको दोष देखाउन खोज्दा उनीहरूको ध्यान अर्कैतिर लगाउने हेतुले ज्यादै गैर जिम्मेवारी तरिकाबाट जनभावना प्रतिकूल देशको संविधान र राजमुकुटलाई समेत दलगत राजनीतिमा मुछ्ने बारम्बार प्रयास भयो। फलस्वरूप एउटा ज्यादै डरलाग्दो स्थिति उत्पन्न हुन गयो, जसबाट राष्ट्रको भविष्यमा समेत सबैको निम्ति धब्बा लाग्ने सम्भावना देखियो। भइरहेको राजनीतिक दलहरू र दलगत राजनैतिक उद्देश्यले प्रेरित भएका वर्गीय संगठनहरूलाई समेत यही घोषणाद्वारा हाललाई अवैध घोषित गरी यस्ता संस्थाहरूमा प्रतिबन्ध लगाई बक्सेका छौं।